भ्रूण, एम्ब्रियो कसरी फ्रिज गरिन्छ? आज भेनस आइभीएफमा हामी डे 5 का भ्रूणहरू फ्रिज गर्दैछौं। डे 5 का भ्रूणहरूलाई ब्लास्टोसिस्ट भनिन्छ। सबैभन्दा पहिले भ्रूणहरूको ग्रेडिङ गरिन्छ। त्यसपछि कतिवटा र कुन भ्रूणलाई एउटै स्ट्रमा फ्रिज गर्ने भन्ने निर्णय गरिन्छ। त्यसअनुसार ES मिडियाको ड्रप तयार गरिन्छ। ब्लास्टोसिस्टहरूलाई ES मिडियामा करिब 15 मिनेट राखिन्छ। त्यसपछि ती भ्रूणहरूलाई BS मिडियामा धोइन्छ। फ्रिजिङका लागि प्रयोग हुने स्ट्रलाई राम्रोसँग लेबल गरिन्छ। पछि भ्रूणहरूलाई सावधानीपूर्वक फ्रिजिङ स्ट्रभित्र लोड गरिन्छ। सामान्यतया 1 स्ट्रमा 2वटा ब्लास्टोसिस्ट फ्रिज गरिन्छ। त्यसपछि ती स्ट्रहरूलाई लिक्विड नाइट्रोजनमा डुबाइन्छ। पछि ती स्ट्रहरूलाई सुरक्षित रूपमा क्रायोक्यानभित्र भण्डारण गरिन्छ। अन्त्यमा प्रत्येक स्ट्रको पहिचान र स्थान, लोकेसन राम्रोसँग रेकर्ड गरिन्छ।